श्रीमान बितेपछि अभाव र एक्लोपन र असुरक्षाले तर्साइरहन्थ्यो। एक मनले भन्थ्यो यस्तो जिन्दगी बाँचेर के काम, मर्दिन्छु बरु। अर्को मनले सम्झाउँथ्यो ती 7 वटा लाला बालाको के अवस्था हुन्छ। फेरि अर्को मनले भन्थ्यो बाँच्न त कुकुरका छाउरा पनि बाँचेका छन्, मान्छेका छाउरा त जसरी पनि बाँचिहाल्छन् नि। तर फेरि अर्को मनले सम्झाउँथ्यो नानी, जन्म दिनु र आमा हुनु यी 2टा फरक कुरा हुन्। म जन्मदाता मात्र थिएन, आमा पनि थिए, त्यसैले म चाहेर पनि मर्न सकिन नानी। मरेर मर जाने त गइहाल्छन्, बाँच्नेलाई पनि जिउँदै मारेर जाँदा रहेछन्। घरमुलीको मृत्युसँगै घरको छाना पनि चुइन थाल्यो, केटाकेटीको नाना पनि च्यातिन थाल्यो, परिवारको दाना पनि बन्द भयो। समाजले मलाई घरमुलीको हैसियत दिएको भए यति धेरै दुःखको आहालमा डुब्नु पर्दैन थियो होला। भोक र शोकको आगोमा जल्नु पर्दा बेला बेला मन बहकिँदै भन्थ्यो यसरी पटक पटक मर्नुभन्दा एकै पटक मर्न पाए पनि हुन्थ्यो। यस्तो बेलामा धनको भन्दा मनको साथ चाहिँदो रहेछ। सायद पूर्व जन्ममा केही सुकाम गरेकी थिए, त्यसैले होस्टे गर्न माइती आए, हैसे गर्न छिमेकी आए, त चिता भन्न आफन्त आए, म पुर्याउँछु भन्न दैव आयो। त्यसैले त मेरा खसमले रोपेको त्यही धुपीको बोट जस्तै अहिलेसम्म ठिङ्ग उभिन सकेकी छु।